नमस्कार जय नेपाल सम्पूर्ण साथीहरुमा केही दिनदेखि हामीले यता सामाजिक सञ्जालमा हेर्दै आएका छौं र सुन्दै आएका छौं जुन एउटा ठूलो घटना भएको छ। हाम्रो हिन्दू दाजुभाइ दुईजना जुन शहीद बन्नु भएको छ त्यसप्रति हामी मजदुर संघबाट पनि हामी अलिकति संवेदना प्रकट गर्न चाहन्छौं र यो मध्य स्थितिलाई नजर राख्दै म दुवै पक्षलाई हिन्दू मुस्लिम समुदायको दुवै पक्षलाई संयमता र धैर्यता अपनाउन भन्ने आग्रह गर्न चाहन्छु। यो हेर्नुहोस्, यहाँ कहीं न कहीं राजनीतिक घुसपेट र चलखेल भएको छ। म कुनै पार्टीको विरोधी पनि होइन र कुनै पार्टीको झोले पनि होइन। साथै म के आग्रह गर्न चाहन्छु भने राजनीतिक हामीले बुझ्न एकदम जरुरी छ। यहाँ राजनीतिक चलखेल भएको छ, त्यतिखेर लाइन जानु र त्यतिखेर गोली चल्नु यो कहीं न कहीं एउटा जाल हो र यो जेनजी सरकारलाई ढाल्ने एउटा ठूलो षड्यन्त्र पनि हुन सक्छ। खैर सब कुराहरु हुँदै गर्छ र म केही स्मरण गराउन चाहन्छु साथीहरुलाई। कुनै दिन कुनै समय धेरै दिन समय भएको छैन, कसैलाई कहीं मन्दिर प्रवेश गर्दै जाँदाखेरि खेदाइएको थियो, हुन सक्छ उसैको कुनै एउटा पार्टीको मान्छेले यो चलखेल गराउन सक्छ होला भन्ने आशंका रहेको छ र दुवै पक्षलाई म भन्न चाहन्छु हाम्रो सामाजिकता दाजुभाइको जुन एउटा छ दृढता त्यसलाई फलबलाउने काम नगरौं। देश पनि निकै संकट अवस्थामा छ। म सरकारसँग पनि आग्रह गर्न चाहन्छु छिटैभन्दा छिटै न्यायिक प्रणालीबाट यसको जाँचबुक र छानबिन होस्, दोषीलाई कारबाही होस्, निर्दोषलाई उचित सम्मानका साथ जे व्यवस्था गर्नुपर्छ त्यो सरकारले गरोस्। हस्त जय नेपाल।